ए कस्तो लागिरहेको छ अनि भेरी नाइस नाइस लागिरहेछ एकदम अनि मलाई भेट्दाखेरि कस्तो लाग्दैन भन्नु नि त भाइ नै हो नि यहाँ भाइसँग भेट हुँदाखेरि त्यही रमाइलो That's all of increases, but by using the different types of device, we can measure the. Welcome to Japan. Welcome to Japan. Welcome to Japan. नमस्कार त्यसपछि रमाइलो होला आज अनुभवी भाइको पनि बर्थडे परेछ झन् रमाइलो पनि भयो होला होइन त्यो भएर चाहिँ कृष्णमणि बरालज्यू जो जापानमा आउनुभएको छ यहाँलाई जापानमा हामी जापानको सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु कृष्णमणि बरालज्यूलाई पनि एकचोटि यहाँ स्टेज गर्न चाहन्छु सानोमा र उहाँलाई यो खाताबाट सम्मान गरिदिनुको लागि नेपालीसँग नाम एक्सिडेन्ट समितिका संयोजक केन्द्र भाइले अनुरोध गर्नुहुन्छ पुष्पगुच्छा दिनुको लागि चाहिँ जापानका पुरानो र आइसिसी टास्क फोर्सका सदस्य यङ खरेजुलाई अनुरोध गर्न चाहन्छु ल है यहीँबाट खिचेँ मैले थ्याङ्क यू भेरी मच अब यो दुई शब्द चाहिँ हजुरको मुखार बिन्दुबाट सुन्न पाएमा हामी हार्दिक आभार प्रकट गर्दैछौँ थ्याङ्क यू भेरी मच यो सरप्राइजको लागि यो चाहिँ अघि स्क्रिनमा देखिरहेको थिएँ सरप्राइजको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु म चाहिँ पेसाले पत्रकारिता गर्दछु विशेष पोखरामा आधार भएर पोखराबाट मैले चाहिँ अन्नपूर्ण कोष र बिबिसी नेपालीको लागि पत्रकारिता गर्दछु रिपोर्टिङ गर्दछु र यहाँ चाहिँ जापानमा आउने अवसर मिल्यो र हजुरहरूसँग भेट्ने अवसर मिल्यो धेरै धेरै खुसी लागेको छ र यहाँहरूको सम्मान गरेर चाहिँ म सधैँभरि सम्झिरहनेछु र विशेष गरी मलाई के लाग्छ भने हामी नेपाली जहाँ भए पनि नेपाली पुग्दाखेरि नेपालीले गर्ने सम्मान नेपाली गर्ने व्यवहार चाहिँ एकदमै मन छुने खालको एकदमै नेपालमै छु नेपालमै छु भन्ने चाहिँ जुन फिलिङ दिने गरेर तपाईँहरूले माया गर्नुहुन्छ ममता गर्नुहुन्छ म चाहिँ अमेरिका जाँदाखेरि पनि त्यस्तै सब धेरै साथीहरूले माया गर्नुभयो धेरै ठाउँमा चाहिँ घुम्यौँ हामी साथीहरूसँग क्यानाडा जाँदा पनि त्यस्तै साथीहरूको माया अनि सिङ्गापुर जाँदा पनि त्यस्तै मलेसिया जाँदा पनि त्यस्तै यति धेरै साथीहरूको माया पाउँदाखेरि नेपालमा चाहिँ विदेशमा रहेर धेरै व्यवसाय गर्नुभएको छ साथीहरूले लगानी गर्नुभएको छ अनि त्यो व्यवसाय गर्ने साथीहरूबाट नेपालमा फर्किएर नेपालमा व्यवसाय गर्ने वातावरण बनिदियो भनेदेखि र उहाँहरू त्यो खालको वातावरण सरकारले बनाइदियो भने र फर्केर आउनु भएर नेपालमा उद्यम गर्ने र रोजगारको अवसर सृजना गर्ने र नेपालमै रोजगार युवाहरूले पाउने अवस्था सृजना भयो भने कस्तो हुन्थ्यो होला भन्ने चाहिँ मलाई एकदम मनमनै लाग्छ हाम्रो कामका लागि विदेशिनु पर्ने जुन अवस्था छ तपाईँहरू चाहिँ व्यवसायहरूले जुन गर्नुभएको छ यहाँ प्रगति गर्नुभएको छ त्यो काम उहाँ गर्ने बाटोले किन बन्दैन होला किन बढिरहेको छैन होला भन्ने चाहिँ मलाई लाग्छ र यो खालको अवस्था अब पनि अहिलेको करिब 2 तिहाईको सरकार पनि आएको हुनाले तपाईँहरूले त्यसका लागि चाहिँ लबिङ गर्नु होला होइन हामी पनि हामीले आफ्नो सरकारबाट चाहिँ लेखिरहनेछौँ तपाईँले यसका लागि चाहिँ आफ्ना मागहरू आफ्नो योजनाहरू आफ्नो प्रस्तावहरू राखेर जानुभयो भनेदेखि र त्यो वातावरण बन्यो भनेदेखि सबभन्दा खुसीको क्षण मलाई चाहिँ त्यो अवस्था आयो भने हुनेछ मलाई लाग्छ र यो अवसरको लागि धेरै धेरै धन्यवाद तपाईँहरू सबैले जुन चाहिँ यो प्रगति यो चाहिँ उन्नति गर्नुभएको छ यहाँ यो चाहिँ अझै सफलता सगरमाथा चुमोस् धेरै राम्रो प्रगति गर्दै जानु होला धेरै शुभकामना व्यक्त गर्दछु धन्यवाद धेरै धेरै धन्यवाद कृष्णमणिज्यू यहाँको मुखारबाट 2 शब्द हामीले प्राप्त गर्ने हार्दिक धन्यवाद दिन चाहन्छौँ यहाँ कृष्णमणि म पारसमा
सिङ्कान्छेन चढेर होइन यो सिङ्कान्छेन भन्ने ट्रेन हो कस्तो लागिरहेको छ त यो आज चढ्ने भन्ने रहेछ अँ त्यो चढ्न लागिरहेको छु अँ यो जापान लामो समय आएर बसेको 4 वर्ष बसेको भाइ पनि चढेको छैन ऋषि बराल पनि चढ्या रहेछ अँ। हामी सँगै चढ्दैछौँ कहाँ जाँदैछौँ हामी हामी अहिले ओसाका ओसाका ओके जाँदैछौँ ल यो जान्छ है पक्नु न अब यो जान्छ यो होइन हाम्रो ट्रेन चाहिँ अर्को हो डाइरेक्ट म धेरै वर्ष आएको होइन आज चढ्ने चाहिँ आजै भयो होइन भाइ खुसी हुनुभएको त्यही भएर 4 वर्ष त भगवान् चढेन म भएकोतिर छैन कि यो त्यही भएर चला किन्नु आउँथ्यो छैन बाहिरमा छैन ल ठिक छ त्यसलाई वाउ किन जाने यो चाहिँ हिलिली जान्छ होइन बुलेट ऱ्यापिड भाइ ल गयो बाई बाई जामा भयो त बाई बाई सिङ्कान्छेन हो हिँडै सिफ्ट हाने त्यसले त हो कति लामो रहेछ यार ओ के हो कति लामो हो नि कति लामो हो यार गयो कति लामो दाइ The train at track number 70 is बारै Nozomi. लैजान सिङ्कान्छेन हामी सिङ्गसकेको छ एकछिन कस्तो लागिरहेको छ गजब रमाइलो यात्रा कति चाँडै आयो 1.5 घन्टामा हाई दाई कस्तो लाग्यो त कस्तो लाग्यो हँ कति 6 घन्टाको है 6 घन्टाको अँ। नर्मली बसमा अँ 1.5 घन्टामा आइयो अँ रमाइलो भयो हो खुसी हुनुहुन्छ नि एकदम एकदम तपाईँको हँ? अहिले हामी कहाँ आएका छौँ अहिले हामी ओसाका आइयो हामी नागोयाबाट सिङ्कान्छेनमा यो त बुलेट ट्रेन हो जापानको एकदम फास्ट स्पिड मुभमेन्टमा आउने र यो अरू नर्मल ट्रेनमा आउँदाखेरि 6-7 घन्टा लाग्ने हो बसमा आउँदा 6-7 घन्टा लाग्ने हो भने सिङ्कान्छेनमा हामी 1 घन्टामा आइपुग्यो इट्स अ गुड भेरी गुड फेसिलिटिज यो अनि पहिलो एक्सपिरियन्स कस्तो रह्यो त मेरो पहिलो एक्सपिरियन्स हो सिङ्कान्छेन किनभने म बसेको ठाउँमा यस्तो खालको ट्रेनै छैन पुगेको छैन होइन लकिली म यहाँ आएँ दाइ आउन पाएँ खुसी लाग्यो फेस विचार गर्नु अरे हजुर हजुर अरूको फेस विचार गर्नु अरे सधैँ एउटै त हो। ओसाकाको मेन ठाउँ यहाँ यस्तो छ है हो होइन के भन्छ भन्थ्यो भाइले दुङ्गुरी हो कि के भन्दै थियो होइन यहाँ त यसो हेरेर यति भिडियो चाहिँ पुग्यो हँ